नमस्ते साथीहरू। आज चाहिँ लाग्यौँ हामी नुवाकोटतिर। ट्याक्क पारेर जाँदैछौँ। अब चाहिँ भने हामीले शिवपुरी गाउँपालिका चाहिँ प्रवेश गऱ्यौँ है। आज बाटोमा एकदम कुहिरो लागिरहेको छ, हुस्सो चिसो चिसो पनि छ। गाउँबाट आउने बाइक गाडी जे होस् ब्यागै आउँछन् कि सामान लिएर आउने होला नि त। अनि हेर्नुहोस् त, म पनि अगाडि काखमा पछाडि ब्यागमा हातमा लेगाडमा झरी झुन्डाएर हामी पनि एकदम ट्रकको जसरी गरेर जाँदैछौँ। जाँदै गर्दा त बाटोमा यत्रो ठुलो पहिरो आएछ। यो पहिरो चाहिँ धन्न पन्छाइसक्नु भएको रहेछ। हामी गाउँ जाने बेलामा चाहिँ यहाँ मान्छे भएको बेलामा आएको भए के हुन्थ्यो होला। बर्खाको बाटो यस्तो छ है हाम्रो चाहिँ घर जाने बाटो। हामी मजाले भ्यू हेर्दै एकदम रमाउँदै गइरहेको छौँ। आहा, कस्तो राम्रो देखिएको, डाँडा काँडा हरियो। केही देख्नुभयो त हजुरहरूले? केही पनि देख्नु भएको छैन होला। हेर्नुहोस् त पर कति राम्रो भ्यू। हाम्रो चाहिँ बिचमा ओर्लिने, फोटो खिच्ने, भिडियो बनाउने चाहिँ हामीबाट हुँदैन है। अनि तैपनि सकी गरेर मैले चाहिँ मोबाइल झिकेर यसो भिडियो भने नि खिचौँ भनेर लागेको। गाउँबाट आउने बाइकहरूलाई हेर्नुहोस् त, सामानलाई हेर्नु त गाडीमा जसरी लिएर आउँछन्। अनि खोला आयो, खोला खासै ठुलो छैन। पानी परे पनि खोला झरनाहरू चाहिँ खासै ठुलो छैन। यहाँबाट माथि चाहिँ रिसोर्ट छ अरे, हामी पनि गएको छैन। हेर्नु न, यो झरना कत्रो ठुलो हुन्थ्यो, अहिले छैन। यसपालि ठुलो झरना छैन। मजा हेर्दै आहा, यता हेर्नु त्यता हेर्नु भन्दै रमाउँदै हेर्दै अझै भिडियो नै बनाउँदैछु म चाहिँ। आहा, कस्तो राम्रो हेर्नुहोस् त हाम्रो घर जाने बाटो। हरियो चाहिँ अति राम्रो देखिने कि होइन। यसरी हामी जाँदैछौँ घरतिर लाग्दैछौँ हामी। जाँदा त पर एउटा यहाँ स्विमिङ बन्दैछ। यो चाहिँ स्विमिङ हो अरे है। मलाई खासै विधि ज्ञान चाहिँ छैन। हाम्रो घर जाने बाटोमा यो गर्मी महिनासम्म चाहिँ फाइनल हुन्छ होला। यहाँ सबैजना आउनु होला। अनि हामी आउँदै गर्दा हामी पहिले जिप चढेर खुब गाउँ सहर गर्थ्यौँ। अनि बिचमा मैले भिडियो रोकिदिएँ, घर आइपुगेँ। घर आउँदाखेरि त हेर्नु त, हाम्रो आमा भोक लाग्यो अरे भनेर पुरा आलु बनाइरहनु भएको छ। मलाई भोक लाग्यो त्यही भएर भनेर हेर्नुहोस् त, जोस जाँगर आगो फुकेर। एक्लै हामी आउँछ भन्ने पनि थाहा छैन। अनि साथी चाहिँ यता पनि रेडी गर्नु भएको रहेछ आमाले। त्यता नि हुनुहुन्छ अनि यता पनि हुनुहुन्छ है। भिडियो बनायो भने थाहा पाएपछि त गोरुले ढुटो हात्तिकै खाने। सासु बुहारी ल त भनेर मैले पनि चेस हान्दै है। गिलास माथि चाहिँ आमाले मात्रै उचाल्नु भएको फेरि। म चाहिँ साथी उचालिदिएको मात्रै हो। यस्तो कसैले चिन्नु भएको छ त? ल हेर्नुहोस् त, यस्तो बनाइदिएँ मैले। यस्तो बनाएपछि घर यस्तो फोहोर थियो। यो चाहिँ मैले पछि भिडियो गरेको, एकदम फोहोर थियो। अनि यहाँ मैले पुरै सफा गरेर यस्तो बनाएँ। हेर्नुहोस् त साथीहरू, घर यस्तो बनाएँ मैले। नचाहिने सामान सबै फ्यालिदिएँ। अनि चुलो थिएन, ग्यास चुलो। आमा आगोमा बनाएर खाइरहनु भएको थियो, त्यसैले मैले चुलो लिएर गएको।
अनि आमाले हामीलाई काठमाडौँ लानको लागि रेडी गरिदिनु भएको फर्सीको मुन्टा, खुर्सानी अनि गाबा बोकेर चाहिँ म काठमाडौँ आउने तयारी। फेरि गाउँमा गएको बेलामा एकबारी घाँस पनि काटिदिउँ भनेर मेरो बुढो चाहिँ घाँस काट्न जानुभएको। घाँस काट्न जाँदा एक घरी केरा चाहिँ काट्ने बेलाको भक्र छ भनेर चाहिँ काँधमा हालेर बोकेर आइरहनु भएको छ। यो चाहिँ लोकल केरा हो है गाइज, खाने भए आउनु है।